हेलो नमस्ते सम्पूर्णमा ह्याप्पी दिपावली सबैजनालाई। अनि आजको दिपावली दिन चाहिँ अब नेपालमा चाहिँ सबैले सेलरोटी पकाएर देउसी भैलो खेलेर कति रमाइलो गर्नुहुँदैछ। अब म चाहिँ भर्खर ड्युटीबाट आएर खाना खाने टाइम भयो। यी कम्पनीले दिएको खाना यो अन्डा, आजको दिन अन्डा दिएको छ। अनि यो पकौडा यो खाना यी अब म चाहिँ खान लागेको छु। कहिलेकाहीँ चाडपर्वमा पकाएर खाइन्थ्यो। 2-3वटा भाँडाकुँडा किनेको थियो, त्यो पनि अस्ति चेकिङमा आएर सबै डस्टबिनमा हाल्दैछ। आज पकाएर पनि खान पाइएन। यसो थोरै मिठो अब मासु चासु बनाएर खाने योजनाहरू थियो। अब भाँडाकुँडा सबै लगेर फाल्दैछ, रुममा पकाएर खानु दिँदैन, त्यही भएर चेकिङ छोडेछ। हामी त ड्युटी गएको थियौँ, ड्युटीबाट आउन त छैन, भाँडाकुँडा सबै फाल्दैछ। त्यही भएर आज अन्डासँग खाना खानेछु। गाइस सम्पूर्णमा ह्याप्पी तिहार, राम्रोसँग तिहार मनाउनु होला, लडाइँ झगडा नगर्नु होला।